हुन्छ। जस्तै कतिवटा विदेशी देशहरूमा अहिले पनि बच्चाहरूलाई टिफिन हाल्नु सट्टा पेरेन्ट्सहरूले चाहिँ बच्चाहरू सेफ होस् भनेर ब्यागमा हालेर पठाउनुहुन्छ नि त होइन। त्यो वातावरण बनाउने हो। मैले अश्लील बोलेको या छाडा बोलेको होइन, मैले सत्य बोलेको। अनि यो इट्स बायोलोजी, शरीरको कुरा हो। सोच्ने मान्छेले कसरी सोच्ने त्यो उहाँहरूको विचार हो। वाउ, कति राम्रो कुरा गर्नुभयो। यस्तो नारीलाई त सम्मान दिनुपर्छ। यस्तो नारीको लागि म एउटै कुरा भन्न चाहन्छु, तू नारी नहीं पिशाचिनी है, पिशाच। यो त अलि हल्का रमाइलो भयो, तर यसको मानसिकता कस्तो होला, कस्तो प्रवृत्तिको यो महिला होला। टिफिन नदिएर त्यही खान्छ टिफिनमा। के सन्देश दिन्छ यार हाम्रो देशलाई? यिनीहरू कहाँदेखि आउँछ यार? यो पुरै ओपन माइन्डेड मान्छेहरू छ, पुरै दिमाग खोलेको मान्छेहरू। तर यो वास्तवमा चल्दैन। यो हाम्रो सनातनी देश हो, सनातन धर्मको देश हो। त्यही भएर ख्याल गरेर बोल्नु होला। कहिले मन्त्रीहरू आउँछ कि हामीलाई सेक्सुअलिटी इन्स्टिट्युट बसाउनु पर्छ, त कोठा बसाउनु पर्छ यहाँ, अनि राम्रो इन्कम हुन्छ। कस्तो मानसिकताको मान्छेहरू होला यार? यस्तो मानसिकताको मान्छेलाई त पड्काएर दिनुपर्छ गालामा यार। साँच्चै के भनेको, केही बोल्नुभन्दा अगाडि सोच्दैन यार एकचोटि पनि।